अहिले चाहिँ देशभरि राजा हो देश बचाऊ भन्ने एउटा जनलहर चलिरहेको छ होइन। र यसै बिचमा चाहिँ मानिसहरू आत्तिएर केही व्यक्तिहरू चाहिँ के भन्न थालेका छन् त भन्दाखेरि दलित जनजातिहरूले चाहिँ राजा हो देश बचाऊ भन्नु हुँदैन, राजाको पछि लाग्नु हुँदैन, हामी दलितहरू, हामी जनजातिहरू होइन, हामी गरिबहरू भनेर चाहिँ भन्न थालेका छन् कि होइन। म एउटा कुरा के भन्न मन लाग्यो भन्दाखेरि यो व्यवस्थाले दलित जनजाति अथवा गरिबहरूको लागि गर्यो चाहिँ के र अहिले आएर चाहिँ यो व्यक्तिहरू चाहिँ राजाको पछि लाग्नु हुँदैन चाहिँ किन भन्ने, के आफ्नो कामलाई आफ्नो सिपलाई चाहिँ व्यवसायमूलक कसरी बनाउन सकिन्छ होइन। अब घरेलु उद्योगहरू चाहिँ कसरी सञ्चालन गर्न सकिन्छ होइन। जस्तै मानिलियो कि एउटा कामीले चाहिँ हँसिया हथौडा नै बनाउँछ भने पनि त्यसलाई चाहिँ व्यवसायीकरण कसरी गर्न सकिन्छ, घरेलु उद्योगमा चाहिँ कसरी रूपान्तरण गर्न सकिन्छ भनेर कहिले चाहिँ त्यस्तो तालिमहरू लिएर आइयो। जस्तै कृषिको लागि चाहिँ के योगदान भयो त सरकारबाट होइन। के अहिलेको कृषकहरू चाहिँ एकदमै राम्रो गर्न सकिरहेका छन् त। अहिले कृषक जस्तो मारमा को परेको छ, गरे चाहिँ के यो सरकारले के होइन। हामीले यो गरौँ त्यो गरौँ भनेर ठुल्ठुलो कुराहरू त गर्छन्, तर गरे चाहिँ के मेरो प्रश्न के। अनि यो नवराज हत्याकाण्ड यही व्यवस्थामा भएको होइन। अनि त्यो हत्याकाण्डमा ठिक छ जति पनि संलग्न थिए उनीहरूले सजाय त पाए, तर यो हत्याकाण्डलाई चाहिँ जातीय विभेदद्वारा चाहिँ भएको होइन भनेर भनियो कि भनिएन होइन। भएको त जातीय विभेदद्वारा नै हो नि होइन र। तर यो व्यवस्थाले के गरे त भन्दाखेरि यो चाहिँ जातीय विभेदद्वारा चाहिँ भएको होइन भनेर चाहिँ पुष्टि गरिदियो कि। अनि यो व्यवस्थाको पछाडि म कसरी लाग्नु, हामीलाई चाहिँ यो व्यवस्थाले के गरे त भन्दाखेरि दलित अरूले दबिएका जात भनेर चाहिँ हामीलाई चाहिँ ट्याग लगाइदियो। अनि यो व्यवस्थाको पछाडि म लाग्छु। अनि अहिले चाहिँ एउटा व्यक्तिलाई भाइरल बनाइएको छ कि डम्बर बहादुर विश्वकर्मा 60-70 वर्षको अन्तरालमा एकजना दलित वर्गका यस्ता व्यक्ति जो चाहिँ डिआइजी बने भनेर चाहिँ भाइरल बनाइन्छ कि यो फर्स्ट टाइम हो। यिनीहरूले के गर्छन् त भन्दाखेरि आफ्नो व्यवस्थामा चाहिँ लाखौँ दलितहरूमा अथवा लाखौँ गरिबहरूमा चाहिँ एकजनालाई बनाउँछन् अनि त्यसलाई हाइलाइट गर्छन् कि। राजाको पालामा यो व्यवस्था अलरेडी थियो कि, पदमबहादुर नेपालीको विषयमा थाहा छ। डिआइजी राजाको पालामा बनेका हुन्, छविलाल विश्वकर्मा, हिरालाल विश्वकर्मा, गोल्छे सार्की, खडानन्द विक, सर्वजित विश्वकर्मा। उनीहरूको हाइलाइट किन हुँदैन, उनीहरूको नाम यिनीहरूले किन लिँदैनन्। राजाको पालामा त राम्रो थियो, राजाको पालामा पनि त सबैलाई अवसर दिएको थियो। त्यही कारणले गर्दा हो यस्तो यो सब चिजहरू देखि चाहिँ म यो व्यवस्थाको पछाडि लाग्न सक्दिनँ क्या। ल ठिक छ अहिलेको व्यवस्थामा ल यही 3-4 जना टाउकेलाई परिवर्तन गरौँ न त राम्रो हुन्छ होइन, व्यवस्था ठिक हो होइन, तर व्यक्ति सही भएन भन्छ क्या यहाँ मान्छेहरूले कि। ल कसरी चेन्ज गर्ने, यिनीहरूले आफू पनि गर्दैन अरूलाई पनि गर्नु दिँदैन क्या। यिनीहरूले आफ्नो पार्टीको अध्यक्षता त छोड्दैन, कमसेकम पार्टीको अध्यक्ष परिवर्तन गरे त केही आश लाग्थ्यो होला नि, त्यो पनि यिनीहरूले गर्नु दिँदैन क्या। त्यही कारणले गर्दा यो व्यवस्था नै सही छैन क्या। अब आउँछन् यहाँ झोलीहरू कमेन्ट गर्नको लागि होइन, एकचोटि यो कुरालाई सोच्नुहोस्, अलिकति यो झोला बिसाएर चाहिँ अलिकति म नेपाली हुँ है, म नेपाली जनता हुँ है भनेर चाहिँ सोचौँ कि एकचोटि क्या। अनि त्यसपछि यो कुराहरूलाई मूल्याङ्कन गर्न सकिन्छ क्या। त्यही कारणले गर्दा यो व्यवस्था सही भनेर हिँड्नुभन्दा पनि एकचोटि सही तरिकाले मूल्याङ्कन गरौँ है। अब चाहिँ राम्रो अभिभावकको जरुरत छ देशको लागि। त्यही कारणले गर्दा म चाहिँ एउटै चिज हुन्छु, राजा हो देश बचाऊ।